हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज हो मेरो 45 डेज वेट लस च्यालेन्जको डे 30। म एज युजल बिहान उठेँ अनि योगा र स्ट्रेचिङ गरिसकेपछि चाहिँ तातो पानी खाएँ। त्यसपछि खाएँ मैले निम्बु पानी। अनि मैले 10 बजीतिर चाहिँ खाना खाएँ। खानामा थियो मही अनि फर्सीको मन्टा अनि राइस घिउ अनि काँक्रा अनि अचार अनि खुर्सानी। अनि 10 बजीतिर त्यो खाइसकेपछि चाहिँ मैले आज खाजा थोरै ढिलो खाएको थिएँ। 3:30 बजीतिर चाहिँ खाजा खाएँ। खाजामा थियो पपकर्न, बदाम अनि त्यसपछि मही। अनि गर्मी छ नि त एकदम धेरै, अनि मैले चाहिँ मही खाइराखेको छु रिप्लेस अफ कोल्ड ड्रिङ्क्स होइन। अनि त्यसपछि मैले साँझको खाना खाएँ। साँझ चाहिँ मैले खाना खाएपछि वक गरेको थिएँ। अनि साँझको खानामा चाहिँ ओट्स बनाएको थिएँ, बनाना अनि काजु बदाम अनि दही राखेर एकदमै मिठो भएको थियो। ट्राई गर्नु होला। यही थियो मेरो डे 30। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। लेट्स